Hey guys, welcome to my new vlog. आज चाहिँ हामी यता दाइ पनि हुनुहुन्छ। हामी चाहिँ अब खेत रोप्न हिँडेको। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिकै नै छु। अब यसो खेत रोप्न जाउँ भनेर दाइ र म चाहिँ अब जाँदैछौँ। अलि टाढा नै छ, त्यसकारणले गाडीमा जाँदै हो। यो बाटो पनि लास्टै अप्ठ्यारो रहेछ, त्यसकारणले गाडीले पनि लास्टै झ्याकिरहेछ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियोलाई सुरु गरौँ है त। तो चलिए शुरू करते हैं। खेत रोप्न हिँडेको। अहिले म गाडीबाट झरेर म जाँदैछु। सो बाँकी अब तपाईँहरूलाई चाहिँ त्यहीँ नै गएर देखाउने छु। सक्नुहुन्छ अलिक टाढै नै छ खेत रोप्ने ठाउँ। बाँकी अरूले सुरु गरिरहनु भएको छ। अब हामी पनि गएर सुरु गर्नुपर्छ। जङ्गलतिरको बिचमा खेत त टाढा नै रहेछ। सक्नुहुन्छ आज चाहिँ खेत रोप्दै हो। हामी चाहिँ कोही जोत्दै हुनुहुन्छ, कोही खोक्लाउँदै हुनुहुन्छ, कोही आली लगाउँदै हुनुहुन्छ, कोही रोप्दै हुनुहुन्छ, कोही बिउ उखाल्दै हुनुहुन्छ। हाम्रो मोहनजी यता पनि हुनुहुन्छ आली लगाउँदै। म अब यहाँ सुरु गर्न लाग्यो, देख्न सक्नुहुन्छ। सुकी गर्ने दुःख जिन्दगी यस्तै हो, गर्नै पर्यो होइन। यस्तो रमाइलो भइरहेछ। मोहनजी रमाइलो भइरहेछ। चिया ट्रेनको छ नानीको चिया त्यहाँ त तरै यता ल्याएर हेर्न सक्नुहुन्छ गाइज। अब लास्ट स्टेपमा आइसकेका छौँ हामी चाहिँ। अब सकिन लागिसकेको छ, अब एकछिनै बाँकी छ। यति बाँकी छ। अब यो अलिक ठुलो चाहिँ गरायो भने पन्ध्रपट्टि सबै रोपिसकेका छौँ। अब यति मात्र हो। त्यही भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु। अब यता चाहिँ ल्याउने चाहिँ भयो नि। ल त्यो अलि मिलाउनु जान्छ है त। यता चाहिँ नलान्छ है त तोर अनि अलि मिलाउनु जान्छ हजुर। अब नहुन्छ गाइज, हामी चाहिँ खेत रोपेर भ्याइयो। त्यही भएर अब घरतिर जाँदैछौँ। घर जान पनि टाइमै लाग्छ। बिहान गाडीमा आइएको थियो। अब चाहिँ गाडी चाहिँ लगभग पनि गइसक्यो। त्यस कारणले अब हामी चाहिँ हिँड्दै जाँदै हो गाइज। सो अब देख्न सक्नुहुन्छ सब अब खेतहरू हामीले चाहिँ अब रोपिसक्यो। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर सबैजनाले साथ सपोर्ट दिनु होला।
र साथै लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।